नमस्ते। आज हामी एउटा निकै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ, नेपालको 16औं राष्ट्रिय योजना। यो भनेको आउँदो 5 वर्षमा देश कता जान्छ, के गर्छ भन्ने एउटा पूरा खाका हो। आउनुहोस् यसलाई अलि गहिरिएर हेरौँ। अब यो पुरै योजनाको मुटुमा के छ त? सुशासन, सामाजिक न्याय र समृद्धि। सुन्दा त यो एउटा नारा जस्तो लाग्न सक्छ, तर होइन। वास्तवमा आउँदो 5 वर्ष देशले चाल्ने हरेक कदमको मार्गदर्शक सिद्धान्त नै यही हो। ल, यति ठूलो भिजन छ, तर यसलाई साकार पार्न पैसा कति लाग्छ त? यहाँ एउटा निकै ठूलो अङ्क आउँछ, 111.84 खर्ब रुपियाँ। सोच्नुहोस् त, कति ठूलो रकम हो यो। यो अङ्कले नै देखाउँछ कि योजना कति महत्त्वकांक्षी छ। अनि हो, यो लगानी सरकारले मात्रै गर्ने होइन, यसमा निजी क्षेत्र र सहकारीहरूको पनि उत्तिकै ठूलो भूमिका हुनेछ। ठिक छ, अब यो पुरै योजनालाई सजिलोसँग बुझ्नको लागि हामी यसलाई 5 भागमा हेर्नेछौँ। पहिला, यो नयाँ खाका के हो भनेर बुझ्छौँ। त्यसपछि देशको आर्थिक इन्जिनलाई कसरी गति दिने भन्ने कुरा आउँछ। अनि नागरिकको हित, पूर्वाधारको आधुनिकीकरण र अन्त्यमा समृद्धिको बाटोबारे चर्चा गर्नेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाटै, नेपालको नयाँ पञ्चवर्षीय खाका। यो भनेको के हो भने 16औं योजना चाहिँ आर्थिक वर्ष 2081-82 देखि सुरु भएर 2085-86 सम्म चल्ने देशको एउटा आधिकारिक रोडम्याप हो। अब लागौँ दोस्रो खण्डतिर, जुन हो देशको आर्थिक इन्जिनलाई कसरी गति दिने। यसमा हामी हेर्नेछौँ कि नेपालको अर्थतन्त्रलाई बलियो बनाउन यो योजनाले कस्ता महत्त्वकांक्षी लक्ष्यहरू लिएको छ। यहाँ हेरौँ त, यो तथ्याङ्कले धेरै कुरा भन्छ। अहिले हाम्रो औसत आर्थिक वृद्धि दर 3.87% मात्र छ, तर यो योजनाको लक्ष्य के छ भन्दा यसलाई बढाएर 7.1% पुर्याउने। यो त झन्डै दोब्बर हो। अब यस्तो वृद्धिको अर्थ के हो त? सोझो हिसाबमा भन्दा देशमा धेरै उत्पादन हुनु, धेरै रोजगारी सिर्जना हुनु र समग्रमा अर्थतन्त्र नै बलियो हुनु हो। आर्थिक वृद्धि राम्रो हुनु भनेको रोजगारी पनि बढ्नु हो। अहिले हेर्नुहोस्, बेरोजगारी दर 12.6% छ। योजनाले यसलाई आधाभन्दा पनि बढीले घटाएर 5%मा झार्ने लक्ष्य लिएको छ। यो लक्ष्य पूरा भयो भने यसको सोझो असर हरेक घर परिवारको स्थिरता र जीवनयापनमा पर्छ, होइन त? हाम्रो अर्थतन्त्रको संरचना हेर्दा अहिलेसम्म सेवा क्षेत्रको दबदबा छ, तर यो योजनाले एउटा महत्त्वपूर्ण परिवर्तन गर्न खोज्दैछ। त्यो के हो भने औद्योगिक क्षेत्र, जसलाई हामी सेकेन्डरी सेक्टर भन्छौँ, त्यसको योगदान अहिलेको 12.83%बाट बढाएर 15.2% पुर्याउने। यसो गर्दा के हुन्छ? देशमै धेरै सामान उत्पादन हुन्छ, रोजगारी बढ्छ र बाहिरबाट सामान ल्याउनुपर्ने अवस्था पनि कम हुन्छ। अब कुरा गरौँ पर्यटनको, जुन नेपालको अर्थतन्त्रको एउटा बलियो खम्बा हो। योजनाले केवल पर्यटकको सङ्ख्या बढाउने कुरा मात्र गरेको छैन, यहाँ 3वटा कुरामा जोड दिएको छ। पर्यटकको सङ्ख्या बढाएर वार्षिक 25 लाख पुर्याउने, उनीहरूको बसाइको अवधि अहिलेको 13.3 दिनबाट 15 दिन बनाउने र सबैभन्दा महत्त्वपूर्ण, उनीहरूको दैनिक खर्च अहिलेको $40.8बाट बढाएर $85 पुर्याउने। यो भनेको क्वान्टिटी मात्र होइन, क्वालिटीमा पनि ध्यान दिने भन्ने हो। ल, अर्थतन्त्रका ठूला कुरा त भए, अब अलि मानवीय पक्षमा जाउँ। तेस्रो खण्ड हो नागरिकको हितमा लगानी। आखिरी सबै विकास र योजना भनेको त मान्छेको जीवनस्तर सुधार्नकै लागि होइन र? यसमा हामी स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा जस्ता विषयमा केन्द्रित हुनेछौँ। सामाजिक न्यायको कुरा गर्दा सबैभन्दा पहिले आउँछ गरिबी। अहिले पनि हाम्रो देशमा 20.27% जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि छ। निरपेक्ष गरिबी भनेको जीवनयापनका लागि चाहिने आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने अवस्था हो। अब यो योजनाले यो दरलाई घटाएर 12%मा झार्ने निकै महत्त्वपूर्ण लक्ष्य लिएको छ। मान्छेको जीवनस्तर कति सुधारियो भनेर नाप्ने एउटा तरिका हो औसत आयु, अर्थात् एक नेपाली औसतमा कति वर्ष बाँच्छ त? अहिले यो 71.3 वर्ष छ। योजनाको लक्ष्य यसलाई बढाएर 73 वर्ष पुर्याउने हो। यो 2 वर्षको वृद्धिले पनि स्वास्थ्य सेवा र जीवनस्तरमा भएको समग्र सुधारलाई देखाउँछ। अब एउटा एकदमै संवेदनशील र महत्त्वपूर्ण स्वास्थ्य सूचकको कुरा गरौँ, मातृमृत्यु दर। अहिले पनि हरेक 1 लाख जीवित बच्चा जन्माउँदा 151 जना आमाहरूको मृत्यु हुने गरेको छ। यो निकै दुःखद तथ्याङ्क हो। योजनाले यसलाई घटाएर 85मा झार्ने लक्ष्य लिएको छ। यो भनेको झन्डै आधाले कम गर्नु हो, जसले हाम्रो स्वास्थ्य प्रणाली कति बलियो बन्दैछ भन्ने देखाउँछ। र यो योजनाको एउटा मुख्य प्राथमिकता पनि हो।
ल, हामीले आर्थिक र सामाजिक लक्ष्यका कुरा गर्यौं, तर यी सबै कुरा अडिने जग के हो त? त्यो हो पूर्वाधार। त्यसैले अब हाम्रो चौथो खण्ड छ पूर्वाधारको आधुनिकीकरण। यहाँ हामी 21औं शताब्दीको अर्थतन्त्रलाई चाहिने भौतिक र डिजिटल जग बसाल्ने कुरामा केन्द्रित हुनेछौँ। यहाँ एउटा एकदमै सरल तर शक्तिशाली लक्ष्य छ, 100%। यो के हो? 100% जनसङ्ख्यामा बिजुलीको पहुँच। यो लक्ष्य जति सुन्दा सामान्य लाग्छ, विकासको लागि त्यति नै आधारभूत र अनिवार्य छ। बिजुली बिना आजको जमानामा केही पनि सम्भव छैन, होइन त? बिजुली जस्तै आजको अर्को आवश्यकता हो डिजिटल कनेक्टिभिटी। यहाँ दुईवटा लक्ष्य छन् र दुवै एक अर्कासँग जोडिएका छन्। पहिलो, 90% जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुर्याउने, र दोस्रो, कम्तीमा 50% जनसङ्ख्यालाई डिजिटल रूपमा साक्षर बनाउने। किनभने इन्टरनेटको पहुँच हुनु एउटा कुरा हो, तर त्यसलाई सही तरिकाले प्रयोग गर्न जान्नु अर्कै कुरा हो। त्यसैले यी दुवै लक्ष्य सँगसँगै जान्छन्। अब हामी आइपुग्यौं हाम्रो अन्तिम र सबैभन्दा महत्त्वपूर्ण खण्डमा, समृद्धिको मार्ग। हामीले अहिलेसम्म जति पनि लक्ष्यहरूको कुरा गर्यौं, ती सबैको अन्तिम गन्तव्य के हो त? त्यो हो नेपाललाई अति कम विकसित मुलुकको श्रेणीबाट माथि उठाउनु। यो विश्व मञ्चमा हाम्रो लागि एउटा ठूलो फड्को हुनेछ। तर यो स्तरोन्नति त्यत्तिकै हुँदैन। यसका लागि 3वटा अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्नुपर्छ। पहिलो, प्रति व्यक्ति आय बढाउनु पर्यो। दोस्रो, मानव सम्पत्ति सूचकाङ्क अर्थात् शिक्षा र स्वास्थ्यको अवस्था सुधार्नु पर्यो। र तेस्रो, आर्थिक जोखिम मतलब प्राकृतिक वा बाह्य सङ्कटले अर्थतन्त्रमा पार्ने असरलाई कम गर्नु पर्यो। यो पुरै योजना वास्तवमा यिनै 3वटा मापदण्ड पूरा गर्ने गरी बनाइएको हो। ल, हामीले यो पुरै योजनाको खाका हेर्यौं। लक्ष्यहरू एकदमै महत्त्वाकांक्षी छन्, सपनाहरू ठूला छन्, तर सबैभन्दा ठूलो र अन्तिम प्रश्न त अझै बाँकी छ। यो सुन्दर योजनालाई कागजबाट निकालेर साँच्चीकै धरातलमा कसरी उतार्ने? यसको सफल कार्यान्वयन कसरी सुनिश्चित गर्ने? यो प्रश्नको जवाफले नै नेपालको आउँदो 5 वर्षको भविष्य निर्धारण गर्नेछ।